हेलो वाट्सअप गाइज आज चाहिँ हाम्रो लास्ट डे होइन आज चाहिँ हाम्रो लास्ट डे त नभनौँ 45 दिनको लागि लास्ट डे। अब हामी जाँदैछौँ। कहाँ जाँदैछौँ बेबी भनिदेऊ न। नेपाल। अनि हाम्रो दिदीलाई धेरै धेरै धन्यवाद। हामी यत्रो दिन यहाँ बसिरहेको थियौँ। लगभग कति दिन बस्यौ बेबी तिमी? 4 दिन बस्यौँ। किन भन्दाखेरि हामीले उहाँ रुम छोडिसकेका छौँ। ल धन्यवाद दिदी। अब नेपालबाट आएर भेटौँला। लोट्री पऱ्यो भने उतै भेटौँला नत्र। हाम्रो 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 गाइजहरू हाम्रो चाहिँ के डिल भयो भन्दाखेरि लोट्री काटिन्छ। जसलाई लोट्री पर्छ हामी 4 जना होइन 1-1 मिलियन चाहिँ दिनै पऱ्यो एकअर्कालाई। हो नि डिल हो नि होइन? हो ल रेकर्ड पनि भइसक्यो। जसलाई पऱ्यो नि 1-1 मिलियन दिने। अनि आफ्नो काममा मैले राखिदिइसकेँ। अनि ल मेरो बुढी यसरी हिँडिरहेछ। अब यहाँबाट चाहिँ हामी त्यहाँ रेन्टको लागि बुझ्न जान किन भन्दा आएर बस्नु पऱ्यो डिसेम्बरमा। डिसेम्बर 1बाट लिज लिएर जाने। अनि आएर चाहिँ हामी त्यहाँ मुभ हुन्छौँ। अनि असिम भाइ त्यहीँ आउँछ। असिमलाई मैले त्यहाँ भेट्छु शेरबनमा। अनि त्यहाँ रुम बुक गरेर हामी चाहिँ त्यसको रुममा जान्छौँ। लगेजहरू सबै त्यहाँ छ। अनि त्यहाँबाट हामी एयरपोर्टको लागि जान्छौँ। ओके शेरबन स्टेसन गएर भेटौँला। बाई बाई गाइज।